हेलो सबैजना नमस्ते। तपाईँहरू पनि सन्चै आराम म पनि सन्चै आराम। आज छुट्टीको दिन हामी चाहिँ ब्याङ्क जान लागिरहेको छ। जाडो जाडो छ, आज पानी पर्ला जस्तो भइरहेको छ, हावा आइरहेको छ। अनि हाम्रो चाहिँ अहिले हामी चाहिँ सबै सरकारी कम्पनीमा परेर अनि स्यालेरी चाहिँ अर्को एकाउन्टमा आउँछ। अनि त्यसपछि हामीले त्यो एकाउन्टबाट झिकेर चाहिँ हाम्रो ब्याङ्कमा हालेर त्यसपछि चाहिँ बल्ल नेपालमा पठाउने हामी काम चलाउने गर्छ। मेरो प्यारो भाइ चौधरी भाइ ठिक छ यसको स्कुटी ठिक छ। अब हामी एकछिनमा ब्याङ्क पुग्छौँ। यहाँ धेरै टाढो छ नि, 5-10 मिनटको उता छ। अनि त्यहाँ जाने, ब्याङ्कमा पैसा झिक्ने अनि जाने। पानी पर्ला जस्तो छ आज वेदर चाहिँ। यतापट्टि जानुपर्ने हामी चाहिँ, यो हाइवे क्रस गरेर उतापट्टि जाने। अनि हामी बस्ने चाहिँ यो क्राउन प्लाजा भन्ने छ, यसको पछाडिपट्टि हामी बस्ने चाहिँ हाम्रो फ्ल्याट छ। अनि त्यसपछि आज सामान पनि किन्न छ, अलिकति सामान किन्न छ। हिँड्दै गएर नेस्टोतिर जानु पर्ने, चामलहरू किन्ने अनि अलिअलि सामानहरू किन्नको लागि। अनि हामी पहिला नेपालबाट आउनु बसेको होटेल चाहिँ मकानी होटेल हो। यो बन्दै गरेको बिल्डिङभन्दा पछाडि चाहिँ हामी बसेको थियो। 1 हप्ताको लागि हामी चाहिँ सबै नेपाली मान्छे, नेपाली केटाहरू सबै त्यहीँ थियो। हामी चाहिँ अलराजी ब्याङ्क अनलाइन छ कि, यहाँ चाहिँ रेड ट्याग छ। यो रेड ट्यागको पछाडि हामी जाने चाहिँ अलराजी। अनि हामी बिस्तारै हिँड्दैछु। हामी चाहिँ अलराजी ब्याङ्क आइपुग्यो। यो नै अलराजी ब्याङ्क। अलराजी ब्याङ्कमा चाहिँ डिपोजिट गर्नुपर्छ हामीले चाहिँ। त्यो हाम्रो पेरोल एकाउन्ट छ। पेरोल एकाउन्ट चाहिँ साउदी इन्भेस्टमेन्ट ब्याङ्कको चाहिँ पेरोल एकाउन्ट छ। अनि त्यो पेरोलबाट चाहिँ झिकेर यहाँनिर डिपोजिट गरेर अनि बल्ल हामीले म ब्याङ्किङ गर्न मिल्छु जताततै। छोडा त म पनि बनाउँछु एउटा भिडियो। हामी चाहिँ अलराजी ब्याङ्कको काम सक्यो। अब चाहिँ नेस्टो जाँदैछु। नेस्टोमा गएर अलिअलि सामान किन्छु। म कपाल काट्ने मेसिन किन्छु यहाँनिर। कपाल काट्दा मेसिन आउनेको पैसा गइसक्यो यार कपाल काट्ने ठाउँमा गएर। अब आफै रुममा बसेर कपाल काट्नु पऱ्यो। अनि चामलहरू किन्न छ, दालहरू किन्न छ अलिअलि। दाल त पर्दैन होला धेरै, चामल चाहिँ किन्नुपर्छ 1 बोरा। अरू त सामान त नजिकको बगालामा गएर किन्नुपर्छ। कपाल काट्ने ठाउँमा त्यस्तो राम्रो छ नि के गर्नु, पैसा पनि मिठै जान्छ यहाँनिर। हामी चाहिँ पहिला होटेलमा बस्ने बेलामा यताको मगाएर खान्थ्यो स्यान्डविचहरू। अहिले पनि यहाँको छ बाटो यही पर्छ क्या, नेस्टो जाने बाटो चाहिँ यताको होटेलमा। यहाँ पनि चुनावको प्रचार प्रसार भइरहेछ। भोड्केमा चाहिँ तपाईँको भोड्केमा घन्टीमा सपोर्ट चाहिँ एमालेको। आज एमाले र काङ्ग्रेसमा मासुभात खुवाउँछ अरे, माओवादीमा इर्सला पेट्रोल नि खुवाउँछ हैन। अच्छा गयो भने मासुभात पनि केही पाइदैन, खानु पर्यो हैन। तुङ ल ठिकै छ। विदेशमा पनि चुनावको यसो अलिकति चलपल भइरहेछ। अब भोड्केमा भन्ने हो, हामी त अब दिन पाउँदैन। भोड्केमा भन्ने मात्रै हो। जस देऊ है भन्न त पाइन्छ। 4 वर्षपछि नेपालमा बस्यो भने चाहिँ भोट दिउँला। ल हाम्रो बर्गर चाहिसक्यो, यहाँ राजाले चाहिँ खाइसक्यो, बाइट हानिसक्यो। ल चौधरी भाइ बर्गर खाइदिउँ न त। दामी छ। यहाँ चाहिँ यस्तो हुन्छ बर्गर। नेपाल दाइको होटेल चाहिँ यही हो, बोफिया भन्ने। अनि हामी पहिला यहाँनिर यो सुपर मार्केट छ, मार्केट भन्ने बगाला है, यो सानो बगाला छ।
अनि यहाँबाट सामान लिएर जान्थ्यो होटेलमा बस्नु पऱ्यो चामल नुन तेल सब योबाट लिएर गएको थियो पानीहरू खानेकुराहरू सबै थोक अनि होटेलमा नि हामी पकाएर खाने गरेको थियो अलिअलि ठ्याक्कै होटेल पनि यही बिल्डिङको पछाडिपट्टि हो ठ्याक्कै यहाँ गल्ली बाटो गएपछि हाम्रो होटेल आउँछ त्यो पहिला हामी 2टा अपार्टमेन्टमा बसेको थियो हामी 14 जना एउटा रुममा 6 जना एउटा रुममा 6 जना अनि 2 जना चाहिँ फेरि अर्को रुममा थियो अनि एउटा अपार्टमेन्टमा चाहिँ 2टा रुम एउटा किचन एउटा हल थियो अनि हामी ती 3 जनाले बसेको थियो त्यही बेला चाहिँ हामी रमाइलो कुरा गरेको थियो दाइकोमा आएर बिहान स्यान्डविच खाने बेलुका स्यान्डविच खाने अनि अब चाहिँ हामी नेक्स्ट जान्छु यहाँ चाहिँ क्याम्पिङ गियरहरू खतरा पाउँदो रहेछ अनि यो बकेटहरू यता ग्यासहरू यता टेन्टहरू छ अनि यता कुर्सीको सेक्सनहरू आमामा राजा साहब अब यहाँ चाहिँ अब त्यस्तै हो यो क्याम्पिङ गियरहरू किनेर कहाँ जाने मरुभूमिमा गयो भने पनि हाम्रो छुट्टी मिल्दैन त्यस्तै हो नेपाल जाँदा चाहिँ अलिकति नेपालमा भन्दै यहाँ राम्रो क्वालिटी पायो भने चाहिँ यहाँहरू लिएर जान्छु अब त्यस्तै हो नेपाल जाँदा चाहिँ लानुपर्छ 1-2वटा आइस बकेटहरू पनि राम्रो पाउँदो रहेछ यहाँनिर ठिकै छ यहाँ यस्तो खतरा पाउँदो रहेछ यतातिर टेन्टहरू छ हामी चाहिँ होइन अब तपाईँहरूलाई के चाहियो भने यता हाम्रो क्याम्पफोरले के भन्छ उसमा सम्पर्क गर्न सक्नुहुन्छ यता सेक्सन थियो क्याम्पिङको थियो अनि यता चाहिँ अब तपाईँहरूलाई भन्नुहोस् ह्याङ्गर अनि के कस्तो छ अब तपाईँहरूलाई के चाहियो भने अनलाइन पनि डेलिभरी गर्न सक्नुहुन्छ हाम्रो म्यानेजर सर चाहिँ भुवन लिम्बू हो म्यानेजर साहब के भनिदिनुहुन्छ चाहियो होला भन्नुहोस् एकदम व्हाइट कफी ये 20 यहाँ चाहिँ अरूको भन्दा पनि म पकाउने भाडा पाइदिएको भए चाहिँ बेस्ट हुन्थ्यो आपका कौन सा वाला कॉफी चाहिए वो 3 वाला म पकाउने भाडा नपाएर अस्ति हामी मोमो खाएको कुकरमा खाएको थियो क्या त्यो के भन्छ त्यसलाई राइस कुकरमा यस्तो ठाउँमा म पकाउने भाडा भइदिएको भए त गाडी चाहिए ना गाडी चाहिए हाम्रो चामलहरू यति किनिसक्यो आजको भ्लग चाहिँ यति हुन्छ हाम्रो चामलहरू किनिसक्यो अब घर गएर पकाएर खानुपर्छ 1 महिनाको लागि चाहिँ हामी चामलहरू सरपहरू सब किनिसक्यो